आज जेठ 26 गते सोमबार बजारले देखाएको एउटा पोजिटिभ क्यान्डल बुलिस माराबुजु टाइपको क्यान्डल के छ त अपवर्ड मोमेन्टम हुने क्यान्डल के छ इन्भेस्टर र ट्रेडरको माइन्डसेटहरू कस्तो हुनुपर्छ कस्तो रणनीति लिएर अघि बढ्न सकियो अब आगामी दिनमा के छ त हाम्रो प्रतिरोध र सपोर्टहरूको यो विषयमा हामी चर्चा गर्नेछौँ आजको क्यान्डलको विषयमा नि हामी डेफिनेटली पनि विश्लेषण गर्ने कोसिस गर्नेछौँ त्योभन्दा अगाडि आजको सब इन्डेक्सतिर ध्यान आकर्षण गराउन चाहन्छु आज बजारमा के त्यस्तो भयो त त्यसको बारेमा चर्चा गरौँ सरस्वती सब इन्डेक्सलाई हेर्ने हो भने सबभन्दा धेरै योगदान बजारलाई बढ्नमा कसले गर्यो भनेर देख्न सक्नुहुन्छ इन्भेस्टमेन्टले गरेको छ हाइड्रो पावर एक नम्बरमा देख्न सक्छौँ ओभरअली है त्यहाँबाट गएर अर्को अदर इन्डेक्स पनि देख्न सक्छौँ भने चाहिँ अदर इन्डेक्स र हाइड्रो पावरले चाहिँ अभियसली पनि एकदमै म्यासिभ ठुलो भूमिका खेलेको रहेछ भने रातो चाहिँ तपाईँको गिरावट चाहिँ तपाईँको ट्रेडिङ इन्डेक्स देखियो लाइफ इन्सुरेन्स र तपाईँको होटेल लाइनमा चाहिँ गिरावट देखिएको छ सामान्य भनेपछि ओभरअली ब्याङ्किङ डेभलपमेन्ट फाइनेन्सहरू चाहिँ बढेको हामी देख्न सक्छौँ भनेपछि बिहानैदेखिबाट बजार हरियालीमै थियो र तपाईँको कुनै पनि अवस्थामा रातो भएन है जहाँबाट खुलेको थियो त्योभन्दा माथि माथि नै हरियाली नै भएर दिसभरि तपाईँको पोजिटिभ नै भएर बजार सकारात्मक ढङ्गले नै बढेको छ 2653.09मा आज बजार टुङ्गियो 23.19ले बढेको छ 0.88%ले बजार सकारात्मक देखिन्छ है 8 अर्बको कारोबार भएको छ अभियसली पनि कारोबार उल्लेखनीय रूपमा बढेको छ है 191 वटा कम्पनी एडभान्समा रहन सक्यो भन्न सक्यो डिक्लाइनमा 56 वटा कम्पनी मात्र छ है यति कुरा चाहिँ देखियो भने चाहिँ ओभरअली बजार आज चाहिँ आक्रामक थियो भन्ने कुरा देखिरहेको अवस्थामा टप गेनरमा मकर पिओ डोल्टी बिएचडिसी बिपिसिएल नर्मल्ली हाइड्रो पावरका स्क्रिपहरू नै रहेको छ अभियसली पनि हेर्ने हो भने अनि टप लुजिङमा चाहिँ कुन छ त त्यो हेरौँ है त एडजस्टमेन्टमा चाहिँ पछि 23.19 अङ्कले बजार बढेको देखिएको छ है यो चाहिँ हामीले बुझ्नु पर्यो ठिक छ अब अहिलेको अवस्था बिइडिसीमा गिरावट देखियो है -7.47ले है एमएलबिबिएल एसएपिडिबिएल एमएलबिएसएल त्यहाँबाट गएर नाडेपमा चाहिँ गिरावट देखियो आजको दिनमा चाहिँ सेलिङ एक्जिक्युट भएको देखियो ठिक छ के छ त है अब हामी एक दुईवटा स्क्रिप्टको पनि चर्चा गर्नेछौँ डेफिनेटली डोल्टीको कुरा गर्नेछौँ बिपिसिएलको र त्यहाँबाट गएर बिइडिसीको पनि चर्चा गर्ने कोसिस गर्नेछौँ यसै भिडियोमा अभियसली पनि भनेपछि ठिकै छ अब ओभरले यो क्यान्डलको फर्मलाई हेरौँ क्यान्डलको फर्मले के भन्छ त यो कुरा है यो अघिल्लो दिनको जुन एउटा चाहिँ एउटा इन्डिसेसिभ स्पिनिङवाला क्यान्डल थियो स्पिनिङ टपवाला भन्न सक्यो स्पिनिङ टपवाला क्यान्डललाई चाहिँ आज भ्यालिड गराएको छ विथ द पुल ब्याक है यस्तो टाइपको क्यान्डलले चाहिँ बजारलाई पुल ब्याक हुन सक्ने पनि एउटा ह्यामर क्यान्डल इन्भर्टेड ह्यामर देखियो यस्तोले चाहिँ बजारलाई रिभर्सल हुन सक्ने सङ्केत गराउँछ भन्ने कुरा हामीले हिजोको भिडियोमा पनि कुरा गरेका छौँ एकेएफ नेप्से ट्रेडरको है युट्युब च्यानलमा ठिक छ भनेपछि सरस्वती यहाँ हेर्ने भने यसले पनि रिभर्सल सेम यो क्यान्डल त्यहाँबाट गएर यो क्यान्डल एउटै नै छ यो नोटिस गर्नु होला है त्यहाँबाट गएर अर्को यो क्यान्डल पनि एउटै छ है हामी मास्तिरको कुरा गर्दैनौँ तलतिरबाट है ठिक छ पुल ब्याक हुने बेलाको यहाँ पनि त्यही छ क्यान्डल है अब यसलाई सार्दै यतातिर हेऱ्यो भने बढ्ने बेलाको क्यान्डल नर्मल्ली यहाँ पनि देखाउँ है ठिक छ देखाउन खोजेको है यहाँ पनि तपाईँको बढ्ने बेलाको सेम खालको क्यान्डल चाहिँ यहाँ पनि देख्न सक्यो सेम खालको चाहिँ पटक यस्ता क्यान्डलहरू रिपिटेडली तल्लो रेन्जमा अथवा सपोर्टको एरियातिर बन्छ भने रिभर्सलको एटेम्प भएको बुलिस माराबुजु त्यसै पुल ब्याकको सेम यो क्यान्डल र यो क्यान्डलमा एउटै छ कि छैन आफै नोटिस गर्नु होला है ठिक छ भनेपछि यो क्यान्डल है यो क्यान्डल ठिक छ हो भनेपछि अब के बुझ्नु पर्यो भन्दाखेरि यस्तो क्यान्डलको फर्मेसनहरू भएपछि बुलिस क्यान्डलहरू भएको इतिहास पनि रहेछ है प्रिभियसली डाटा हेर्ने भने चाहिँ अभियसली बजार सकारात्मक हुने तर्खरमा छ भन्ने कुरा देखियो विथ द बुलिस माराबुजु क्यान्डल ठिक छ अब ओभरअली पनि ठिकै छ अब टेक्निकल इन्डिकेटर अनुसार अब टेक्निकल अनुसार हेर्ने हो भने हाम्रो रेजिस्टेन्स हामी सबैलाई थाहा भइसकेको कुरा छ एउटा रेजिस्टेन्सको 27 लगभग यो 40 को एरियातिरको हाम्रो एउटा चाहिँ भनौँ न एउटा चाहिँ हाम्रो यो प्रतिरोध रहेको छ यो प्रतिरोध भएको अर्को हाम्रो सपोर्टको कुरा हामी सबैलाई थाहा नै भइसकेको अवस्था छ 2600 छेउछाउको एरिया 2600 राख्न सक्छ यो एरियातिर खेल्छ भने बजार साइडवेज छ अथवा है इजी छ है सपोर्टबाट सपोर्ट लिन्छ रेजिस्टेन्सबाट रियाक्ट गर्छ ठिक छ फेरि तल आउँछ सपोर्टमा फेरि रियाक्ट गर्छ डिमान्ड जोनसम्म सरी रेजिस्टेन्ससम्म फेरि तपाईँको डिमान्ड जोनमा आउँछ फेरि तपाईँको रेजिस्टेन्स फेरि डिमान्ड जोन यो एरिया यसरी खेल्छ भने यहाँनिर चाहिँ एकुमुलेसन चलेको हो स्ट्रङ एकुमुलेटेड किताहरू भइरहेको हुनसक्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ अभियसली पनि टेक्निकल टर्ममा भनेपछि यति कुरा हामीले बुझिसकेपछि अब एउटा ट्रेन लाइनको पनि मैले हिजो कुरा गरेको थिएँ ट्रेन लाइनको के कुरा गरेको थिएँ अब यहाँ तलैदेखिबाट ट्रेन लाइन ड्र गर्न सक्यो अभियसली नि यहीँबाट ठिक छ यो लाइनबाट यसरी ट्रेन लाइन ड्र गर्ने हो भने यो एउटा ट्रेन लाइनलाई चाहिँ रेस्पेक्ट गर्दै हिँडिरहेछ बजारले भन्ने कुरा है यहाँ डिमान्ड जोन यहाँ आयो यहाँ डिमान्ड जोन भयो यहाँ डिमान्ड जोन यहाँ ट्रेन लाइनको डिमान्ड जोन फेरि यो ट्रेन लाइनकै छेउमा छ क्या हेर्ने भयो नि यसलाई जुम गरेर देखाउँ यो पनि ट्रेन लाइनकै छेउमा छ
एटलिस्ट बजार झर्यो भने 2618 देखिबाट 2621 सम्म हो है। यो ट्रेन्ड लाइनलाई रेस्पेक्ट गर्यो भने एउटा पुल ब्याक हुन सक्छ भनेको अभियसली यसको छेउछाउबाट है 2627 को छेउछाउबाट चाहिँ बजारले एउटा नयाँ पुल ब्याक देखाएको छ। के भ्यालिड भोलिको दिन गराउँछ त विथ बुलिस क्यान्डल त्यो त हेर्नै बाँकी छ। ठिक छ, बजार सकारात्मक भएको छ, यसको लागि सबैलाई बधाई छ भन्न चाहन्छु है। यो टेक्निकल अनुसार एकदमै सेटअप अनुसार एकदम एक्युरेट मिलेको छ। अब यो ट्रेन्ड लाइनलाई रेस्पेक्ट गर्दै जान्छ भने अघिल्लो दिनको रेजिस्टेन्स तोडेर मासतिर जाने अघिल्लो दिनको हाई 2930 तिरको यात्रा गर्ने एकदमै म्याक्सिमम प्रोबेबिलिटी यसपालि चाहिँ छ है। ल ठिक छ, यसपालि अलिकति एग्रेसन छ है बजारप्रति एक्युमुलेसनको भन्न चाहन्छु। ठिकै छ, यति कुरा हेरिसकेपछि अब एक दुईवटा टेक्निकलहरूले के भन्छ हेरौँ। बोलिङ्गर ब्यान्ड अनुसार हेऱ्यो भने चाहिँ अलिक साइडवेज देखाउँछ बोलिङ्गर ब्यान्ड। स्टिल कुनै पनि भोलाटिलिटी त छैन। कहिले तपाईँको मिडल ब्यान्ड तोड्ने तल आउने, फेरि मिडल ब्यान्ड तोडेर माथि जाने, अप्पर ब्यान्ड लोवर ब्यान्डतिरको छेउछाउ तल माथि गइरहेको छ, एकदम फ्लक्चुएट भइरहेको अवस्था छ भन्ने कुरा बोलिङ्गर ब्यान्डबाट हामी देख्न सक्छौँ। इएमए अनुसार हेर्यो भने इएमभन्दा माथि सस्टेन भइसकेको अवस्था छैन, सस्टेन हुन खोज्दैछ, त्यो पनि एउटा पक्ष हो, बिस्तारै सकारात्मक हुँदैछ भन्ने। अर्को भनेको बजारको सपोर्टको कुरा गर्ने, एउटा सपोर्ट भनेको त्यही 2607-8 देखिन्छ यहाँनिर। अर्को हाम्रो रेजिस्टेन्सको रूपमा 2690 चाहिँ यसलाई ब्रेक गर्ने अर्को यात्रा है। 2773 त्यसलाई ब्रेक गर्ने अर्को यस्तो टाइपले तपाईँको पिभट पोइन्ट अनुसार छ। ठिकै छ, यसलाई त्यति धेरै ध्यान दिनु परेन। अर्को मुभिङ एभरेज च्यानल लगाउँदाखेरि ट्रेन्डी मुभ यहाँनिर आएको थियो तर इनभ्यालिड फेरि पनि भयो। अब चाहिँ फेरि ट्रेन्डी मुभ आउने सङ्केत देखिरहेको छ। मुभिङ एभरेज च्यानल माथि जान्छ नि सकारात्मक भएर सोच्नुपर्छ। एमए टु इएमए क्रसलाई हेर्ने भने के छ त है, एमए टु इएमए क्रसले चाहिँ स्टिल बढिहाल्छ भनेर कन्फर्मेसन दिइसकेको अवस्था चाहिँ छैन। यो चाहिँ हामीले देख्नुपर्छ है। अब चाहिँ बढिहाल्छ, अब चाहिँ स्विच मुभहरू नै आउँछ है, पोजिटिभ मोमेन्टमहरू नै आउँछ भनेर चाहिँ देखिया चाहिँ छैन। ठिक छ, यो कुरा त भइ नै हाल्यो सरसर्ती हेर्दा। ठिक छ, यही नै सङ्केत भन्ने चाहिँ देखिया छैन ओभरले है। अब भइ नै हाल्छ। अब भोल्युमको हिसाबले कुरा गर्ने भने चाहिँ जब यो मैले मुभिङ एभरेज लगाएको छु सेटिङमा गएर तपाईँले यो भोल्युम सेक्सनको यो सेटिङमा गएर है भोल्युम एमए लाउनु पर्ने है। ठिक छ, यो लगाइसकेपछि यहाँ देखिन्छ जब चाहिँ यो माथि चाहिँ भनौँ न एक हिसाबले चाहिँ क्यान्डलहरू अथवा भोल्युमहरू आएर चाहिँ क्लोज हुन्छ। जस्तै यो माथि आएर क्लोज भयो, यो माथि आएर क्लोज हुन्छ नि, यसरी यो माथि क्लोज भयो। यहाँ चाहिँ जस एग्रेसन बाई एक्जिक्युटहरू भइरहेछ, औसत सामान्य भोल्युमभन्दा चाहिँ अलिकति धेरै भोल्युम आइरहेछ। यहाँ चाहिँ अलिकति लगानीकर्ता चाहिँ बाइङतिर ध्यान दिइरहेको अवस्था छ कि भनेर बुझ्न सक्छौँ। यदि यहाँ हरियो टाइपको भयो भने चाहिँ धेरै रातो भयो भने चाहिँ सेलिङतिर ध्यान छ कि धेरै सेलिङ प्रेसर छ कि भनेर बुझ्न सक्छौँ है। अहिले बाइङ र सेलिङ बराबर जस्तो चाहिँ देखिन्छ है। त्यो हिसाबले चाहिँ बजार पोजिटिभ छ भनेर बुझ्नु पर्ने आधार हुनसक्छ भन्ने कुरा। अर्को हामीले के कुरा गरेका छौँ भने चाहिँ अभियसली पनि यो एमएसिडीको जेरो लाइन जुन छ नि, यो जेरो लाइन माथि गयो, बुलिस मोमेन्टम थियो। अब एक लेभलको सप्लाई चल्छ, फेरि यो माथि क्रस हान्छ हो। अब यसलाई हामीले डाइभर्जेन्ट पनि भन्छौँ। यसरी माथि जान्छ भने चाहिँ स्ट्रङ ट्रेन्डी मुभ आउन सक्छ, यहाँबाट यसरी फर्किन्छ भने भन्ने कुरा बुझ्न सक्छौँ। त्यसकै सङ्घारमा हिँड्दैछ, एमएसिडी पनि सकारात्मकै रूपमा छ भन्ने सक्यो। अर्को एडिएक्स एकचोटि 25 माथि जान खोजेको छ, थोरै स्लाइटली तल भएको छ, थोरै साइडवेज खोजेको छ बजारले, थोरै एक्युमुलेसन स्टिल भ्यालिडै बाँकी छ भन्ने कुरा देखिन्छ। त्यहाँबाट गएर स्ट्याटिस्टिक आरएसआई ओभरसोल्डमा नबसिकन ओभर बढतिर फेरि फर्किन खोजेको जस्तो सङ्केत यहीँबाट बिचैबाट जस्तो लाग्छ। जो बजार चाहिँ सकारात्मक छ भन्ने कुरा यहाँबाट पनि देखिरहेको छ। आरएसआईको कुरा गर्ने भने आरएसआई एकचोटि तपाईँको लगभग 58 पुगेको, फेरि झरेर तपाईँको 42 फेरि 49 तिर फर्केको छ भने बजार झर्नभन्दा बढ्न नै प्रयत्न गर्दैछ भन्ने कुरा यो सबै इन्डिकेटरबाट हामीले फाइन्ड आउट गर्न सक्छौँ। भनेपछि लङ भिजन इन्डिकेटरको रूपमा हामीले इचिमोको क्लाउडलाई हेर्छौँ है। कन्भर्जनले यहाँ क्रसओभर हान्यो, थोरै क्रसओभर हानेको, फेरि तपाईँको इन्स्टेन्टली तपाईँको माथिबाट क्रसओभर हान्यो, अलिकति सेलिङ जस्तो देखायो, फेरि यहाँबाट चाहिँ फेरि क्रस हानेर फेरि माथितिर जान्छ भने यो चाहिँ एउटा चाहिँ पुल ब्याककै सङ्केत हो क्या है। क्रस हानेको चाहिँ थोरै इन्स्टेन्टली नेगेटिभ भएको जस्तो लाग्छ, त्यसलाई हामीले इन्ड्युसमेन्ट भन्छौँ है। फेरि झऱ्यो कि क्या हो जस्तो बनाउँछ, तर एट द एन्ड फेरि वान साइडेड मुभ गर्छ, हो यो हुने सङ्केत छ। अनि अर्को यो क्लाउडको फर्मेसन सकारात्मक भएको हिसाबले चाहिँ बजार अलिकति लङ रनमा चाहिँ पोजिटिभ भएर जाने हो कि है। अलिकति यो क्लाउड अझै यसरी फुलेर जाने हो कि, यसरी फुलेर जाने हो कि, अनि यहाँनिर चाहिँ क्यान्डल बन्दै बन्दै माथि जाने हो कि है, विगतमा भएका जस्तो हुने हो कि भन्ने चाहिँ एउटा सकारात्मक कुराहरू बाटोहरू अथवा सोच्न पर्ने अवस्था। जस्तै यहाँनिर भएको सिनारियो हुने हो कि है, सेम रिपिट यहाँ हुने हो कि भन्ने चाहिँ एउटा एकदमै कौतूहलता चाहिँ लगानीकर्तालाई छँदैछन्। ठिकै छ, इचुमेको क्लाउडबाट त्यस्तो नेगेटिभ देखिँदैन, इन्डिकेटरबाट त पोजिटिभ भाइब्स देखिरहेको हिसाबले बजार बढ्ने चान्सेस म्याक्सिमम छ भनेर बुझ्न सक्यो। ठिकै छ, यावत कुरा हामीले गरिसकेपछि अब नेप्सेलाई हामीले एक हिसाबले हामी यो त डेली टाइम फ्रेममा एनालाइसिस गऱ्यौँ। अब हामी विकली टाइम फ्रेममा के छ, योभन्दा अघिल्लो त हप्ताको विकली र टाइम फ्रेम क्यान्डल राम्रो बनेन, तर यो हप्ताको राम्रो बन्छ भने राम्रो पक्ष पनि भयो, पोजिटिभ पनि पक्ष भयो है। जो सबलाई साइडमा सेलिङमा निकाल फेरि वान साइड मुभ गर्न लाग्यो जस्तो पनि देखियो, त्यो राम्रो कुरा पनि हुन्छ।
अब विकलीमा त्यस्तो नेगेटिभ पोजिटिभ त्यस्तो केही देखिएको छैन। मन्थलीमा चाहिँ हेर्ने हो चाहिँ बजार सकारात्मक छ भन्ने कुरा बुझ्न सक्छौँ। अघिल्लो महिनाको क्यान्डल पोजिटिभ बन्यो, यो महिनाको क्यान्डल अब भर्खरै अब भनौँ न अब कस्तो हुन्छ हेरौँ है। अब रातोमै क्यान्डल क्लोज हुन्छ कि पोजिटिभ भएर बन्द हुन्छ, समय अझै बाँकी छ। आज 26 गते भइसक्यो, ठिक छ। अब हेरौँ है मासतिरै गएर बन्द हुन्छ कि। अब सरसरी यहाँ हेर्ने हो भने सामान्य एक लेभलको सप्लाई जस्तो कि मन्थलीमा चाहिँ सामान्य सप्लाई, अनि यसलाई टचअप गरेर बाउन्स ब्याक भन्छ नि। जस्तै यहाँबाट थोरै यसरी आउने फेरि यसरी फर्केर जाने कि हो, यस्तो टाइपको सङ्केत हुने चान्सेस छ एमएसिडी अनुसार है। एक लेभलको सामान्य सप्लाई अनि स्विच मुभ। अब सरसरी यहाँ हेर्ने भने आरएसआई तपाईँको ओभियसली नि 25 भन्दा तल छैन 29 को एरियातिर चाहिँ, यसको मतलब एकुमुलेसन भयङ्कर चल्दैछ भन्ने कुरा बुझ्न सक्छौँ मन्थली टाइम फ्रेममा नै है। ट्रेन्डी मुभ देखाइरहेको अवस्था चाहिँ एडिएक्सले, आरएसआईले चाहिँ त्यस्तो केही पनि छैन, डाइभर्जनहरू नेगेटिभै छ, पोजिटिभ डाइभर्जन देखाउन सकिरहेको छैन। किनकि योभन्दा यो तल, योभन्दा यो तल, योभन्दा यो तल छ, लोअर लोको श्रृङ्खला भइरहेको चाहिँ राम्रो कुरा चाहिँ होइन अभियसली। पनि हेर्दैछौँ है, बजार फर्किन आवश्यक छ। एउटा बजारको जुन एउटा ट्रेन्ड छ यो अपवर्ड मोमेन्टमको, स्टिल यो ट्रेन्डलाई नै भ्यालिड गर्दैछ। त्यो हिसाबले हरेक महिनाको क्यान्डल पोजिटिभ छ भन्ने कुरा बुझ्न सक्छौँ। त्यही हिसाबले चाहिँ बजार यसपालि यो अब आउने महिनाबाट चाहिँ फर्किनै पर्छ यदि मासतिर जान पर्ने हो भन्ने कुरा देखिन्छ है। त्यही भएर हाम्रो 2600सम्म हामीलाई ढुक्क भएर बस्न सक्छ। यदि 2600लाई नै ब्रेक गरेर आउँछ भने चाहिँ अलिकति है हामीले लगभग 50% 60% किताहरू चाहिँ एक्जिट लिएर केही पोर्सन चाहिँ तपाईँको 2580सम्मको लागि हेरेर राख्नुपर्ने हुन्छ। त्यसलाई पनि ब्रेक गर्छ भने त पूर्ण रूपमा एक्जिट लिन पर्ने बाध्यता बनाउँछ यदि बजारले भन्ने कुरा मैले देखिरहेको छु। ठिक छ, के छ त अहिलेको अवस्थामा है। झरेकै स्क्रिप्ट बिइडिसीबाट कुरा गर्न चाहन्छु अभियसली पनि। बिइडिसीको चर्चा गर्ने भने के देखिन्छ त है। मन्थली टाइम फ्रेममा अलिकति गिरावट जस्तै अलिकति कुनै पोजिटिभ भाइब्स छैन है यो स्क्रिप्टमा भन्ने कुरा देखिन्छ है। एक हिसाबले अघिल्लो महिनाको क्यान्डल एकदमै राम्रो ह्यामर क्यान्डल बनेको छ, त्यसलाई अब यो महिनाको भ्यालिड गर्छ गर्ने त्यो चाहिँ हेर्नै बाँकी छ है। विकलीमा हेर्ने हो भने विकलीमा ठिकै छ, त्यस्तो न पोजिटिभ न नेगेटिभ जस्तो देखियो। डेलीमा हेर्न चाहन्छु, आजको क्यान्डल अलिकति गिरावटवाला क्यान्डल बन्यो, अलिअलि सप्लाई चलेको छ, अलिकति सेलिङ प्रेसरहरू एक्जिक्युट भएको छ देखिन्छ है। एक लेभलको सामान्य सप्लाई भएको छ, तर एमएसिडी सकारात्मक छ, एडिएक्स पनि स्टिल त्यस्तो नेगेटिभ जस्तो भएको छैन। थोरै अलिकति भाइब्स चाहिँ थोरै बिग्रेको हो कि जस्तो लाग्छ। थोरै तपाईँको सपोर्ट क्रिएसन फेरि 660-62सम्म आउन लागेको जस्तो लाग्छ। फेरि पनि आयो भने बरु एउटा बाई अब्जर्भेसन हुनसक्छ, अलिकति म्यानुपुलेटेड स्क्रिप्ट हो। जति तल झर्छ त्यति बरु एभरेजिङ गर्ने, एक्जिटकोतिर भन्दा नि एभरेजिङतिर ध्यान दिने। अलिकति यो जुन ट्रेन्ड लाइन छ यो ट्रेन्ड लाइनले पनि अलिकति रेस्पेक्ट गरेर तलतिर झर्न लागेको कि जस्तो देखिन्छ है, रिजेक्ट गरेर। त्यही भएर यही फेरि सपोर्ट आउँछ नि फेरि पनि हामीले एउटा चाहिँ डबल बटम जस्तो बनेर माथि जान्छ झन् राम्रो कुरा हो। यहाँबाट यसरी माथि जाने फेरि तल आउने यसरी फर्किन्छ नि है। अब हेर्दैछौँ, त्यही भएर स्टिल एक्जिटै लिइहाल्यो पनि आज क्यान्डलहरू त्यस्तो देखिँदैन। त्यसो चाहिँ यो सेलिङ चाहिँ हाम्रो लागि चाहिँ बाइङ अपर्च्युनिटी हुनसक्छ, किनकि प्रिभियसली यहाँ पनि राम्रो भोल्युम छ, यहाँ पनि राम्रो भोल्युमले बाई भइरहेको छ, यहाँ पनि राम्रो भोल्युमले बाई भइरहेको छ। 1 2 3 ठाउँमा राम्रो भोल्युमले बाई भइरहेको हिसाबले चाहिँ अब यहाँ किनेको मान्छेले चाहिँ के गरे भन्ने कुरा महत्त्वपूर्ण हुनसक्छ। किनेको मान्छेले स्टिल वेट नै गरेको हुनसक्छ, किनकि यहाँनिर यत्रो ठुलो क्यान्डल देखाउनु त अपरेटरले मात्रै सक्छ, इन्स्टिट्युटले मात्रै सक्छ कि त मोमेन्टम हुनु पर्यो है। त्यो हिसाबले ठिकै छ, ओभरली सकारात्मक छ बिडिसी जस्तो मलाई लागिरहेको छ है। मेरो पोइन्ट झर्छ भने एटलिस्ट 30-40 रुपियाँ झर्छ भने फेरि पनि नेक्स्ट बाई अब्जर्भेसन हुनसक्छ जस्तो मलाई लाग्छ। लेट्स गो है, टप गेनरको रूपमा हामी हेर्छौँ है। के छ त हाम्रो बिपिसिएलको अवस्था त्यो पनि हेरौँ। सरी, बिपिसिएल बढ्छ त चढ्छ त उठ्छ त। बिपिसिएलले आज सर्किट लेभलको काम गरेको छ, बुम भएको छ, ठिक छ है, बढिरहेको छ। लेट्स सी अब पिभट पोइन्टले कहाँतिर एक्जिट भन्छ है। लगभग R2लाई तोडेको छ, लगभग 250 हाम्रो चाहिँ केही किता सेल गर्ने एरिया हुन्छ। माघी किताहरू लगभग तपाईँको 200 होइन सरी 750 हुन्छ, माघीलहरू तपाईँको 840-42 तिर हुन्छ। यसरी चाहिँ पिभट पोइन्टले देखाइरहेको अवस्था एकदमै सुपर ट्रेन्डी मुभ छ है। एग्रेसन छ, किनेको साथले स्टिल पनि मैले भनिहालेँ पिभट पोइन्ट लगाएर त्यो रेन्जतिर चाहिँ ध्यान दिँदै जानुपर्ने हुन्छ, ठिक छ। 751 अर्को तपाईँको 843 तिर त्यसरी ध्यान दिनुपर्छ। अलिकति एग्रेसन छ त्यो भएर है, ठिक छ। अब हेर्दैछौँ एकदमै सकारात्मक ट्रेन्डिङ मुभ छ। अब नयाँ साथले किन्दा चाहिँ विचार गर्नुपर्छ है, गाह्रो छ अब चाहिँ अलिकति किन्दा चाहिँ सोच विचार गर्नुपर्ने अवस्था हो कि जस्तो देखिन्छ। रिस्क ट्रेडको लागि त ठिकै पनि हुन्छ है, बढेर चढेर उडेर गएको स्क्रिप्टलाई त्यसरी डिल गर्न सकिए राम्रो होला सायद, आई होप्स है। टेक्निकल्ली हेर्नै पर्दैन, हरेक इन्डिकेटर मोस्टली पोजिटिभ देखिएको छ, किनकि स्क्रिप्टै बढिरहेको त पोजिटिभ त हुन परेको नि होइन र साथीहरू, त्यो कुरा चाहिँ हो, ठिक छ। तपाईँलाई हाम्रो एनालाइसिस कस्तो लाग्छ, मनपर्छ भने लाइक सब्सक्राइब गर्न सक्नुहुन्छ। निरन्तर हामी लाइभमा छौँ, भिडियो अपलोड गरिरहेको छौँ। यति भन्दै बिदा माग्न चाहन्छु। हस्त नमस्ते, टेक केयर, बाई बाई, हेभ अ गुड टाइम, इन्जोय।